कराकसमा बन्दुकले न्याय बोलेको धेरै समय भएको छैन, तर वाशिङटनले अर्को नक्सातर्फ औँला उठाइसकेको छ र त्यो हो ग्रिनल्यान्ड। भेनेजुएलाको सफलताले उत्साहित राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समय अघि ग्रिनल्यान्डलाई एउटा रणनीतिक प्लटका रूपमा किन्ने प्रस्ताव राखे, तर त्यो असफल भयो। आज उनी कूटनीतिक प्रस्तावको भाषा छोडेर धम्कीको भाषामा ओर्लिएका छन्। जब बार्गेनिङ र थ्रेटनिङ दुवैले काम गर्दैनन्, इतिहासले देखाइसकेको छ अन्ततः अमेरिकाले बलकै प्रयोग गर्छ। भेनेजुएला कब्जा गर्न नार्को टेरोरिजमलाई हतियार बनाएको अमेरिकाले अब ग्रिनल्यान्डका लागि राष्ट्रिय सुरक्षाको खतराको कथा तयार पारिसकेको छ। केवल 2 महिनाको डेडलाइन दिनु यो कुनै कूटनीतिक संवाद होइन, कब्जाको उल्टो गणना हो। आज कराकसमा बोलेको बन्दुकको भाषा अब केही दिनमै ग्रिनल्यान्डमा दोहोरिँदैछ। दर्शक वृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी ट्रम्पको उग्र रूप, युरोपको निरीहता र विश्वलाई अनिश्चित अराजकतर्फ धकेलिँदै गरेको खतरनाक अवस्थाको बारेमा विशेष चर्चा गर्नेछौँ। यतिबेला भेनेजुएलाको घटनाले विश्वलाई स्तब्ध बनाएको छ। अनेकौं आर्थिक नाकाबन्दी र साइबर युद्धले पनि मादुरो प्रशासनलाई हल्लाउन नसकेपछि अमेरिकाले सिधै अपहरणको शैली रोज्नुले ऊ आफ्ना विरोधीहरूलाई झुकाउन कुनै पनि हदसम्म जान सक्छ भन्ने कुरा प्रमाणित गरेको छ। कराकसमा जुन बन्दुकको न्याय बोलिएको छ त्यसले ल्याटिन अमेरिकामा मात्र होइन, विश्वभरका साना राष्ट्रहरूमा समेत त्रास फैलाएको छ। भेनेजुएलाको सफलताले हौसिएका राष्ट्रपति ट्रम्पले अबको लक्ष्य ग्रिनल्यान्ड भएको घोषणा गरेका छन्। ट्रम्पको रियल एस्टेट मानसिकता। सन् 2026 को भूराजनीतिक परिदृश्यमा डोनाल्ड ट्रम्पको फिर्तीसँगै कूटनीतिक शब्दको परिभाषा नै फेरिएको छ। भेनेजुएलाको सत्ता कब्जा र त्यहाँका राष्ट्रपतिको अपहरणले विश्वलाई तर्साए लगत्तै ट्रम्पले आफ्नो अर्को निशाना ग्रिनल्यान्डलाई बनाएका छन्। यो कुनै सामान्य कूटनीतिक प्रस्ताव होइन, बरु यो ट्रम्पको चिरपरिचित रियल एस्टेट मानसिकताको विश्वव्यापी विस्तार हो। ट्रम्पले ग्रिनल्यान्डलाई एउटा सार्वभौम क्षेत्र वा डेनमार्कको अभिन्न अङ्गका रूपमा भन्दा पनि एउटा रणनीतिक प्लटका रूपमा हेरिरहेका छन्, जसलाई खरिद गर्न वा सैन्य दबावमा पारेर नियन्त्रणमा लिन सकिन्छ। डेनमार्कलाई 2 महिनाको कठोर डेडलाइन अर्थात् समयसीमा दिनुले अब अमेरिका वार्ता र सहमतिमा होइन, बरु बन्दुक तिर्स्याएर आफ्ना शर्तहरू लाद्न चाहन्छ भन्ने प्रश्न हुन्छ। डेनमार्कले ग्रिनल्यान्डको रक्षाका लागि एउटा कुकुर पाल्ने खर्च बराबरको रकम मात्र बढाएको भन्दै ट्रम्पले कठोर व्यङ्ग्य गरेका छन्। ट्रम्पको यस्तो हरकतले अमेरिका र युरोपेली राष्ट्रहरू बीचको दशकौं पुरानो सम्बन्धमा ठूलो दरार पैदा गर्दै लगेको छ। ट्रम्पको तर्क छ कि डेनमार्क जस्तो सानो र सैन्य रूपमा कमजोर राष्ट्रले यति विशाल र रणनीतिक रूपमा महत्त्वपूर्ण टापुको रक्षा गर्न सक्दैन, त्यसैले यसको अभिभावकत्व अमेरिकाले लिनुपर्छ। वास्तवमा ट्रम्पको यो तर्क 20औं शताब्दीको औपनिवेशिक मानसिकताको पुनरावृत्ति हो। डेनमार्क र ग्रिनल्यान्डका नेताहरूले अन्तर्राष्ट्रिय कानुनको सहारा लिँदै हामी बिक्रीका लागि छैनौं भनिरहँदा ट्रम्पले भने त्यसलाई एउटा व्यापारिक बार्गेनिङका रूपमा मात्र लिएका छन्। उनले स्पष्ट पारेका छन् कि यदि डेनमार्कले स्वेच्छाले ग्रिनल्यान्ड सुम्पिँदैन भने अमेरिकाले त्यहाँको सुरक्षा खतरालाई कारण देखाउँदै एकपक्षीय कदम चाल्न सक्छ। यो सुन्दा अनौठो लाग्न सक्छ, तर यो एउटा सम्भावित सत्य हो। जसरी अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नार्को टेरोरिस्टको नाममा बन्धक बनाएर भेनेजुएलालाई आफ्नो कब्जामा लिएको छ, भोलि उसले ग्रिनल्यान्डमा पनि रुस र चीनको खतरा देखाएर राष्ट्रिय सुरक्षाको नाममा कब्जा जमाउन सक्छ। अब अमेरिकी विदेश नीति नियममा आधारित होइन, शक्तिमा आधारित बन्दै गएको छ। ग्रिनल्यान्डको यो मुद्दाले युरोपेली युनियनलाई पनि निकै ठूलो दबावमा पारेको छ। युरोपेली युनियनभित्र कुनै स्वतन्त्र सैन्य सङ्गठन छैन, नेटो पनि अमेरिकाको प्रभुत्वमा रहेको संस्था हो। त्यसैले युरोपेली देशहरूका लागि ग्रिनल्यान्डमाथि अमेरिकी कब्जाको विरोध गर्नु भनेको आफ्नै सुरक्षा र अस्तित्वमाथि प्रश्न उठाउनु बराबर हो। अन्ततः ट्रम्पको यो रियल एस्टेट कूटनीतिले विश्व व्यवस्थालाई एउटा यस्तो जङ्गल राजतर्फ धकेल्दैछ जहाँ बलियोले जे पनि हडप्न सक्छ। युरोपको धर्म सङ्कट र डेनमार्कको निरीहता। यति बेला ट्रम्पले डेनमार्कलाई दिएको 2 महिनाको डेडलाइन र त्यहाँको सुरक्षा क्षमतामाथि गरेको क्रूर व्यङ्ग्यले युरोपेली युनियनको सामूहिक साखमाथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ।
डेनमार्कका लागि ग्रिनल्यान्ड केवल आफ्नो भूगोलको 98% हिस्सा मात्र होइन, यो उसको राष्ट्रिय पहिचान र सार्वभौम सत्ताको प्रतीक पनि हो। तर जब विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रले कुनै कूटनीतिक शिष्टाचार बिना नै अर्को देशको भूमि हडप्ने नियत राख्छ, तब डेनमार्क जस्तो सानो राष्ट्रको निरीहता स्पष्ट रूपमा देखिन्छ। डेनमार्कका प्रधानमन्त्रीले ग्रिनल्यान्ड बिक्रीको वस्तु होइन भनिरहँदा उनको स्वरमा दृढता भन्दा बढी व्यवस्था झल्किन्छ, किनकि उनलाई थाहा छ सुरक्षाको सवालमा डेनमार्क मात्र होइन, समग्र युरोप नै अमेरिकी सुरक्षा छाता नेटोकै ओत लागेको छ। युरोपको यो धर्म सङ्कट अझ गहिरो हुनुको कारण अमेरिकाले अपनाएको एकपक्षीयवाद हो। युरोपेली युनियनले सधैँ नियममा आधारित विश्व व्यवस्थाको वकालत गर्दै आएको छ, जहाँ राष्ट्रहरूको सिमाना र सार्वभौम सत्ताको सम्मान गरिन्छ। तर भेनेजुएलाका राष्ट्रपतिको अपहरणले के साबित गरिदियो भने ट्रम्प प्रशासन अब कुनै पनि अन्तर्राष्ट्रिय सन्धि वा कानुन मान्न तयार छैन। यदि डेनमार्कले ग्रिनल्यान्ड हस्तान्तरण गर्न अस्वीकार गरेमा अमेरिकाले नेटोबाट हात झिक्ने वा युरोपेली सामानमाथि भारी भन्सार लगाउने धम्की दिन सक्छ। यस्तो अवस्थामा युरोपले कि त आफ्नो सुरक्षा र आर्थिक स्थिरता दाउमा लगाउनु पर्ने हुन्छ, कि त डेनमार्कलाई बलिको बोका बनाएर अमेरिकाको शरणमा जानुपर्ने हुन्छ। यो अवस्थाले युरोपभित्रै पनि विभाजन ल्याएको छ। एकातिर फ्रान्स र जर्मनी जस्ता देशहरू युरोपेली स्वायत्तताको कुरा गरिरहेका छन् भने अर्कोतिर पूर्वी युरोपेली देशहरू रुसी डरका कारण अमेरिकासँग सम्बन्ध बिगार्न चाहँदैनन्। डेनमार्कको निरीहता त्यति बेला छताछुल्ल भयो जब ट्रम्पले त्यहाँको सैन्य खर्चलाई लिएर उपहास गरे। ट्रम्पको दाबी छ कि डेनमार्कले ग्रिनल्यान्डको रक्षा गर्न सक्दैन र यो क्षेत्र रुस वा चीनको हातमा पुग्नुभन्दा अमेरिकाले लिनु नै विश्व शान्तिका लागि हितकर छ। उनको यो तर्कले साना राष्ट्रहरूको अस्तित्वलाई नै सङ्कटमा पारेको छ। यदि आज अमेरिकाले ग्रिनल्यान्डका लागि डेनमार्कलाई झुकाउन सक्छ भने भोलि उसले अन्य युरोपेली टापु वा क्षेत्रहरूमा पनि आँखा लगाउन सक्छ भन्ने डर ब्रसेल्समा फैलिएको छ। युरोपेली युनियनले हालसम्म कडा शब्दमा आपत्ति जनाए पनि उनीहरूसँग ट्रम्पलाई रोक्ने कुनै ठोस सैन्य वा आर्थिक औजार छैन। डेनमार्क अहिले एउटा यस्तो बिन्दुमा छ जहाँ उसले आफ्ना नागरिकको भावना र अमेरिकी महाशक्तिको क्रूर वास्तविकता बीच एउटा आत्मघाती सम्झौता गर्नुपर्ने दबाव झेल्दैछ। यो निरीहता केवल डेनमार्कको मात्र होइन, बरु यो दोस्रो विश्वयुद्धपछि अमेरिकाको पूर्ण पछि लागेको समग्र युरोपेली कूटनीतिकै असफलताको दस्तावेज हो। विश्वव्यापी अराजकताको उदय। अमेरिकाले भेनेजुएला र ग्रिनल्यान्डमा चालेका कदमहरूले विश्व भूराजनीतिमा एउटा यस्तो नयाँ र अस्थिर युगको शङ्खघोष गरेको छ जहाँ दोस्रो विश्वयुद्धपछि बनेको नियममा आधारित विश्व व्यवस्था पूर्णतः ध्वस्त भएको छ। यसले अन्तर्राष्ट्रिय कानुनको धज्जी मात्र उडाएको छैन, बरु जसको शक्ति उसैको भक्ति भन्ने आदिम जङ्गली कानुनलाई वैधानिकता दिएको छ। यदि विश्वको सबैभन्दा ठूलो शक्तिले नै सार्वभौम सत्ताको सम्मान गर्न छोडेर जमिन हडप्ने र निर्वाचित राष्ट्रपतिको अपहरण गर्ने बाटो रोज्छ भने अब विश्वका अन्य क्षेत्रीय शक्तिहरूलाई अन्तर्राष्ट्रिय मर्यादामा बाँध्न सक्ने कुनै नैतिक शक्ति बाँकी रहँदैन। यसले गर्दा विश्वभरि नै डोमिनो इफेक्ट सुरु हुने निश्चित छ, जहाँ हरेक शक्तिशाली राष्ट्रले आफ्ना साना छिमेकीहरूमाथि कब्जा जमाउने लाइसेन्स पाएको महसुस गर्नेछन्। यसको सबैभन्दा पहिलो र प्रत्यक्ष प्रभाव एसियामा देखिनेछ। यदि अमेरिकाले ग्रिनल्यान्डमाथि बलमिच्याइ गर्छ भने चीनले त्यसैलाई नजिर मानेर दक्षिण र पूर्वी चीन सागरमा आफ्नो दाबीलाई सैन्य बलमा परिणत गर्नेछ। ताइवानको सुरक्षा मात्र होइन, दक्षिण पूर्वी एसियामा साना राष्ट्रहरूको समुद्री सीमा अब चीनको पूर्ण नियन्त्रणमा जाने खतरा बढ्नेछ। यता रुसले युक्रेनको युद्धलाई थप विस्तार गर्दै पूर्वी युरोपका अन्य साना राष्ट्रहरूलाई नयाँ सोभियत सङ्घको नाममा निल्न खोज्नेछ। दक्षिण एसियामा पनि यसको बाछिटा पुग्नेछ, जहाँ अखण्ड भारतको राष्ट्रवादी भाष्यलाई बल दिँदै भारतले आफ्ना साना छिमेकीहरूमाथि राजनैतिक र भौगोलिक दबाव बढाउन सक्नेछ। मध्यपूर्वमा इजरायलले ग्रेट इजरायलको अवधारणा अनुसार आफ्ना सिमानाहरू विस्तार गर्दै छिमेकी अरब भूभागहरू कब्जा गर्ने दुस्साहस गर्नेछ। यसरी विश्वभरिका क्षेत्रीय शक्तिहरूले आफ्नो प्राचीन र सांस्कृतिक नक्साका आधारमा साना देशहरूमाथि आक्रमण गर्दा विश्व एउटा अनन्त युद्धको दलदलमा फस्नेछ। इतिहासको गल्ती दोहोर्याउँदै अमेरिका। इतिहास कुनै मृत अभिलेख होइन, यो वर्तमानका महत्वाकांक्षी शक्तिहरूका लागि सधैँ उभिएको कठोर ऐना हो।
जब जब कुनै महाशक्तिले आफूलाई अन्तर्राष्ट्रिय कानुनभन्दा माथि राख्दै सुरक्षा, सभ्यता वा राष्ट्रिय हितको बहानामा अरूको सार्वभौम सत्ता कुल्चन थाल्छ, तब तब उसले आफ्नो पतनको बिउ आफै रोपिरहेको हुन्छ। आज भेनेजुएलामा देखिएको अपहरणको राजनीति र ग्रिनल्यान्डमाथि देखाइएको गिद्धे दृष्टि कुनै आकस्मिक उन्माद होइन, बरु इतिहासमा बारम्बार दोहोरिएको एउटा खतरनाक ढाँचाको पुनरावृत्ति हो। फरक यति मात्र हो, हिजो यो काम तरबार र तोपले गरिन्थ्यो, आज ड्रोन, प्रतिबन्ध र राष्ट्रिय सुरक्षाको भाषाले गरिँदैछ। रोमन साम्राज्यको पतन यसको पहिलो र सबैभन्दा कडा उदाहरण हो। रोमले संसार जित्दा आफ्नो शक्ति र अनुशासनको प्रशंसा गर्यो, तर जब उसले कानुनभन्दा माथि सेना राख्न थाल्यो र छिमेकी भूभागहरूलाई सुरक्षाको घेराका नाममा निल्न थाल्यो, तब उसका आफ्नै संस्थाहरू खोक्रिँदै गए। रोमन सिनेटको स्थान सेनापतिहरूको सनकले लिन थाल्यो, करले थिचिएका उपनिवेशहरू विद्रोहको आगो बने र अन्ततः अपराजेय ठानिएको साम्राज्य आफ्नै भारले भत्कियो। यही गल्ती आधुनिक युगमा ब्रिटिस साम्राज्यले दोहोर्यायो। सभ्यता र प्रगति फैलाउने आवरणमा उसले भारतदेखि अफ्रिकासम्मका समाजहरूलाई लुट्यो, सिमानाहरू कोर्यो र आफ्नो कानुन अरूको भूमिमा जबरजस्ती लाद्यो। शक्ति रहुन्जेल ब्रिटेनले आफूलाई विश्वको नैतिक गुरु ठान्यो, तर दोस्रो विश्वयुद्धपछि शक्ति कमजोर हुँदै जाँदा त्यही नैतिकता र कानुनका भाषाहरूले साम्राज्य जोगाउन सकेनन्। उपनिवेशहरू एकपछि अर्को स्वतन्त्र भए र कहिल्यै नडुब्ने भनिएको साम्राज्य इतिहासको पुस्तकमा सीमित रहन पुग्यो। आज अमेरिका, रोमन र ब्रिटिस साम्राज्यले गरेका ठिक त्यही गल्ती दोहोर्याउने मार्गमा हिँडिरहेको छ। अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसङ्घ, मानव अधिकार र लोकतन्त्र यी सबै अमेरिकाले प्रयोग गर्ने औजार बनेका छन्, पालना गर्ने मूल्य होइनन्। जब यी उसकै हितमा काम गर्छन् तब नियममा आधारित विश्व व्यवस्थाको भाषण गरिन्छ, तर जब ती नियमहरू अवरोध बन्छन् तब प्रतिबन्ध, आक्रमण र अपहरण नै वैध विकल्प मानिन्छ। भेनेजुएलामा निर्वाचित राष्ट्रपतिलाई नार्को आतंकवादी घोषणा गरेर अपहरण गर्नु र ग्रिनल्यान्डलाई रणनीतिक सम्पत्तिका रूपमा कब्जा गर्ने धम्की दिनु यी एउटै साम्राज्यवादी मानसिकताका फरक अभिव्यक्ति मात्र हुन्। इतिहासले के स्पष्ट रूपमा देखाइसकेको छ भने जब कुनै महाशक्ति आफूलाई नै कानुन ठान्न थाल्छ, तब उसले अरूलाई मात्र होइन, अन्ततः आफ्नै विश्वसनीयता, नैतिक आधार र आन्तरिक स्थायित्व समेत नष्ट गर्छ। अमेरिका आज शक्ति प्रदर्शनको शिखरमा देखिन सक्छ, तर उसले रोजेको बाटो रोम र ब्रिटेनले अन्तिम समयमा हिँडेको बाटोसँग डरलाग्दो रूपमा मिल्दोजुल्दो छ। इतिहासले कहिल्यै महाशक्तिलाई चेतावनी दिएर रोकेको छैन, ऊ केवल प्रतीक्षा गर्छ र जब समय आउँछ पतनलाई अपरिहार्य बनाइदिन्छ। भेनेजुएलामा बन्दुकले न्याय बोलेको घटनाले विश्वलाई स्तब्ध बनाएको बेला यति बेला फेरि अमेरिकी औँला ग्रिनल्यान्डतर्फ सोझिएको छ। भेनेजुएलाको सफलताले उत्साहित भएका ट्रम्पको डेनमार्कलाई 2 महिनाको डेडलाइन दिएर धम्की दिनुले स्पष्ट हुन्छ कि अब अमेरिका कूटनीति होइन, बल प्रयोगमा विश्वलाई चुनौती दिँदैछ। भेनेजुएलामा नार्को टेरोरिस्टको बहानामा अपहरण र ग्रिनल्यान्डमा राष्ट्रिय सुरक्षाको बहानामा कब्जा यी एउटै साम्राज्यवादी मानसिकताको फरक अभिव्यक्ति मात्र हुन्। युरोपको निरीहता, अमेरिकी एकपक्षीयवाद र शक्तिशाली राष्ट्रको दबावले साना राष्ट्रहरूको सार्वभौम सत्ता खतरामा परेको छ। यदि ग्रिनल्यान्ड कब्जा भयो भने भोलि चीन, रुस र अन्य क्षेत्रीय शक्तिहरूले यसलाई उदाहरण मानेर आफ्नो विस्तारवादी नीति लागू गर्नेछन्। आज अमेरिकाले ठिक त्यही गल्ती दोहोर्याउँदैछ जुन गल्ती कुनै समय रोम र ब्रिटेनले दोहोर्याउँदा पतन हुनु परेको थियो। दर्शक वृन्द, तपाईलाई आजको यो श्रृङ्खला कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृङ्खला तपाईलाई राम्रो लाग्यो भने लाइक तथा शेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस् ताकि हाम्रो नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईलाई प्राप्त होस्। आजका लागि यति नै। अर्को भिडियोमा अझै रोचक तथा जानकारीमूलक सामग्री लिएर आउने नै छौं। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।